हङकङ भ्रमणमा नेपाली क्रिकेट टिमलाई 4 देशीय टी20 सिरिज जित्ने सुनौलो मौका थियो। सिरिजमा नेपालका प्रतिद्वन्दी तुलनात्मक रूपमा कमजोर थिए, तर पनि नेपाली टिम च्याम्पियन हुन सक्यो। आइतबारको रोमाञ्चक फाइनलमा कुवेतसँग 3 रनले पराजित हुँदै नेपालको उपाधि सपना समाप्त भयो। टी20 ढाँचामा कुवेतसँग नेपाल पहिलोपल्ट पराजित भएको हो। फाइनलमा कुवेतले दिएको 175 रनको लक्ष्य पछ्याएको नेपाल 19.3 ओभरमा 171 रनमा अल आउट भयो। नेपालका लागि बसिर अहमद र नन्दन यादवले आक्रामक ब्याटिङ गरे पनि टिमको हार टार्न सकेनन्। बसिरले 43 बलमा 8 चौका र 4 छक्का सहित 80 रन बनाए। यस्तै नन्दनले 14 बलमा 4 छक्का र 2 चौका सहित 37 रन जोडे। ओपनर आसिफ शेख 21 रनमा आउट भए। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्। क्रिकेटको फाइनल भन्नासाथ अपेक्षा हुन्छ कप्तानको दमदार नेतृत्व, स्टार अलराउन्डरको धुवाधार प्रदर्शन अनि अनुभवी खेलाडीको काँधमा भरोसा राखेर जितको सपना। तर यो पटक नेपाली टिमका ठूला नामहरूबाटै ठूलो निराशा हात लाग्यो। सबैको ध्यान तानेका कप्तान रोहित कुमार पौडेल, जो टिमका अगुवा मात्र होइन अनुभवी खेलाडी पनि मानिन्छन्, तर फाइनलमा उनी 16 बल खेलेर मात्र 7 रनमा पवेलियन फर्किए। त्यस्तै सबैको नजर लागेका दिपेन्द्र सिंह ऐरी पनि फाइनलमा निराशाजनक ढंगले आउट भए। उनले 4 बल खेले, रन शून्य। लीग चरणमा कुवेत विरुद्ध 13 बलमा 31 रन बनाएका दिपेन्द्र फाइनलमा भने कुवेती बलरहरूका अगाडि निरीह देखिए। हङकङ सिरिजमा कुशल मल्लको ब्याट झन शान्त रह्यो। फाइनलमा उनी पहिलो बलमै पवेलियन फर्किए। अर्का अलराउन्डर गुलशन झाका लागि पनि हङकङ भ्रमण सुखद रहन सकेन। उनले फाइनलमा 7 बलमा 9 रन मात्र जोडे। करण केसीका लागि पनि हङकङ सिरिज अपेक्षित रहन सकेन। उनले फाइनलमा 6 बलमा 4 रन मात्र बनाए। अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवले फाइनलमा उत्कृष्ट ब्याटिङ गर्दै सबैलाई चकित बनाए। जहाँ प्रमुख ब्याटर सुकिरहेका थिए, त्यही बीच बसिर र नन्दनले विस्फोटक पारी खेल्दै नेपाली खेलाडी र समर्थकको अनुहार केही हदसम्म उज्यालो बनाए। जब अनुभवी खेलाडी फाइनल जस्तो ठूलो मञ्चमा सुक्छन्, त्यही बेला उदाउँछन् नसोचेका हिरोहरू, जसले भविष्य बनाउँछन्, विश्वास दिलाउँछन्। हङकङ सिरिजमा पनि नेपाली क्रिकेटलाई यस्तै 2 चम्किला नक्षत्र मिले, बसिर र नन्दन। पहिलो खेलमै कतार विरुद्ध अभिजित 30 रन जोडेका बसिरले त्यसपछि लीग चरणका खेलमा ब्याटिङको मौका त पाएनन्, तर फाइनलमा भने आफूलाई प्रमाणित गरिदिए। उनी अहिले ब्याटिङमा मात्र केन्द्रित छन् र उनको यो प्राथमिकताले मैदानमा प्रतिफल पनि दिइरहेको छ। अर्कोतर्फ नन्दनले यही सिरिज मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै राम्रो सुरुवात गरे। उनले सिरिजको 4 खेलमा 6 विकेट लिए। नन्दनले डेब्यू सिरिजमै बलर मात्र नभई आफू अलराउन्डर भएको सन्देश दिए। पछिल्लो समय पुराना खेलाडी मात्र प्राथमिकतामा परिरहेका छन् भन्ने आलोचना सर्किरहेकै बेला बसिर र नन्दन जस्ता युवा खेलाडीले हामी तयार छौं भन्ने गर्जन सुनाएका छन्। अब प्रशिक्षक र छनौटकर्ताप्रति प्रश्न उठेको छ, उदयमान क्षमतामा विश्वास गर्ने कि थाकिसकेका खेलाडीमा ओढिने।